सानैबाट हामीलाई पढाइयो नेपालमा धर्मको नाममा कुनै युद्ध भएको छैन भनेर। तर नेपालको इतिहास पल्टाएर हेर्दा एउटा यस्तो घटना छ जसको उल्लेख धेरै ठाउँमा पाइन्न। इतिहासबाट मेटाउनै खोजिएको हो कि नेपालको वीरताको कथाले ढाक्न। यो हो एक क्रूर मुस्लिम शासकको साथ दिने नेपाल आक्रमणको कथा। यो कथामा हिन्दू र बौद्ध धर्मावलम्बीको आस्थामाथि चोट पुर्याइएको छ। मन्दिर र चैत्य भत्काइएछ। पशुपतिको मूर्ति झन् 3 टुक्रा पारियो। स्वयम्भूको हालत यस्तो थियो कि पुनर्निर्माण गर्न पनि 23 वर्ष लाग्यो। के थियो त यो विध्वंसको रहस्यमय इतिहास? जानौँ द नेपाल इनसाइडको पहिलो श्रृङ्खला मुस्लिम इन्भेजन इन नेपालमा। नमस्कार, म विमोचन, तपाईँ हेर्दै हुनुहुन्छ द नेपाल इनसाइड। 14औं शताब्दी नेपाल 2224 राज्यमा विभाजित थियो। काठमाडौँ उपत्यका मल्ल शासन अन्तर्गत पर्थ्यो भने काठमाडौँ, भक्तपुर र ललितपुर आर्थिक रूपले अति नै सम्पन्न थिए। त्यसबेला उपत्यका ठुलै व्यापारको केन्द्र भएकाले देश तथा विदेशबाट सामान आयात निर्यात हुन्थ्यो। तिब्बतबाट सुनचाँदी आउँथ्यो। मन्दिर र चैत्यका ढोका, छाना, मूर्ति र खानेपानीका धारा समेतमा सुनको लेयरिङ गरिन्थ्यो। लामो समयसम्म दिल्लीको अधीनमा रहेको बेङ्गाल भर्खर स्वतन्त्र राज्य घोषणा भएको थियो, जहाँ राजा थिए सुल्तान शमसुद्दिन इलायस। इरानको सिस्तानमा जन्मिएको इलायस सदगाउँ भन्ने सानो क्षेत्रबाट राजनीतिको यात्रा सुरु गरी बेङ्गाल एकीकृत गर्न सफल भएका थिए। विशाल र शक्तिशाली सैन्य फौज निर्माण गरेका शमसुद्दिनलाई धनको अभाव देखिन्थ्यो। विक्रम सम्वत 1406 मङ्सिर 20 इलायस हरिहरपुर, सिन्धुली र बनेपाको रोड हुँदै विशाल फौजका साथ सबैभन्दा पहिला भक्तपुर पुगे। इतिहास शिरोमणि बाबुराम आचार्य आफ्नो किताब नेपालको संक्षिप्त इतिहासमा भन्छन् कि यो सेना सम्भवत 20,000 भन्दा कम थिएन। मानिसहरू घर छोडी जङ्गल भाग्न लागे। सुरुमा भक्तपुरका मन्दिरपछि सुनका गजुर, मूर्तिहरू चोरी लगे। त्यसपछि भक्तपुर दरबारपछि सुनको सिंहासन, शाही खजाना आदि इत्यादि केही छोडेनन्। त्यसपछि पालो थियो काठमाडौँको। काठमाडौँ पुगेका बेङ्गाली सेनालाई पशुपतिनाथको मन्दिर लुट्न फोड्न धेरै समय लाग्यो। सुरुमा त मन्दिरपछि मूर्ति फोड्न गए। शिवको पञ्चमुखी लिङ्गम 3 टुक्रा बनाए। त्यहाँ रहेका सुनचाँदी र बहुमूल्य धातु सबै चोरे। सबै लुटेपछि संरचना पालो भत्काए। त्यसपछि पालो थियो स्वयम्भूको। बङ्गाली सेनाले स्वयम्भूको डाँडा घेरा हाले। सुरुमा त मुख्य चैत्य भत्काए। सुनको छाना, पूजा र दान दक्षिणाका सामग्रीहरू लुटे। यो शमसुद्दिनको आक्रमण र लुटपाटको घटना स्वयम्भूको शिलालेखमा पनि उल्लेख गरिएको छ। ललितपुर पनि त्यस्तै भयो। पुनर्निर्माण गर्दा शमसुद्दिनले आक्रमण गरेको कुरा